तिमीलाई चाहिँ यो केमा झन्डाउनु मैले फर्स्ट लाइन जितेँ आप दोनों एक आइडल मैच नहीं बन सकते डे 3 लेक डिस्ट्रिक्टमा अनि आज चाहिँ हामी वेन्डमे घुम्न जाँदैछ तर हल्का पानी पर्दैछ अनि अब चाहिँ हामी निस्केको हामी चाहिँ लेट भइसकिसक्यो नि त अब हामी निस्केको लेट्स गो फलो मी ल आज चाहिँ हामी ढिलो निस्क्यौँ आज चाहिँ कति बजे 10-11 बज्यो होला है किनभने पानी परिरहेको छ बाहिर सबै गुट्टुको सबैको ओटिटी देखाइदेऊ न अफ द डे आउटफिट अफ द डे जुत्ता फ्रम नाइक प्यान्ट फ्रम जारा अनि यो चाहिँ के हो ब्रान्डै थाहा छैन मलाई युएस पोलो दिस इज पोलो एन्ड दिस इज सेतो टी-शर्ट यस This is my outfit for today and it's from US Polo it's from Zara यो चाहिँ normal नेपालबाट यो चाहिँ Puma and this is Charles and Kate that's it मेरो आउटफिट चाहिँ यस्तो छ तल जुत्ताबाट भन्नुपर्दा टिम्बरल्यान्ड विकडेज अनि सुपर ड्राई अनि यो चाहिँ अलि नामै थाहा छैन अलिक गाह्रो छ अब जुत्ता जोर्डन भयो तल अब प्यान्ट रोशनी किनिदिएको यो पनि रोशनीले किनिदिएको यो चाहिँ ट्रेस पासबाट किनेको खोइ सबै नेपालदेखि यो चाहिँ सिनदेखि यो ब्याग चाहिँ कसदेखि Shoes is from New Balance. न्यू ब्यालेन्स प्यान्ट चाहिँ अब सस्तो के भन्छ लिभाइस I'm सस्तो Levi's अरे फेरि and ज्याकेट यो चाहिँ अर्मानी Armani Exchange and Ronda is from Nepal. Pal. यो चाहिँ गुन्डा. गुन्डाको Okay. म पनि मान्छे चाहिँ गुन्डै हो jeans from Zara, shoes Samba, t-shirt ASOS, Zara. My coat is from Bershka, my bag is from Bershka, Hirono, my jeans from H&M, Shein. Kaya, Zara? Zara. Forgot. ल हिँड म यहाँ चाबी लाउँछु ल बहिनी हिँड यहाँ हामी चाहिँ निस्किएको यहाँ पानीले लुत्रुकै भिज्यो म चाहिँ गेट खोल्न गएको मान्छे ज्याकेट क्विक चेन्ज केटाहरूले म्याप हेर्दैछ यहाँ कहाँ जाने वेदर यस्तो छ पानी पर्दैछ त्यो खोल छैन नि त त्यही भएर होला टाउन विन्टरमेयर टाउनमा सामान हेर्दै मैले अघि हजुरको लुकेर फोटो खिचेको थिएँ नि के लिए बहिनीहरूले माथि अन्त केही लिँदै यो अन्डा राख्ने न है के हो कानु राख्ने के किन्दिन यो किन्दिन के हो यो Avocado. निकाल केमा झन्डाउनु ब्यागमा केमा चाहिँ किन्नु भने ब्यागमा झन्डाउनु नि है खास केको लागि आयो ब्यागको तिमीलाई चाहिँ यो केमा झन्डाउनु मैले यो यो गाडीको उयोमा माथि गाडीको तिम्रो चाबी तिमीलाई पहिला पनि हरायो नि त होइन चुडिन्छ कि म त यताउता गर्दाखेरि त्यही भएर त्यसो यो मात्रै किन्थ्यौ यो यहाँ गाडीमा देखाउ न यसो के छ अरू सिपहरू रहेछ फ्रिज म्याग्नेट रोस्टी फ्रिज म्याग्नेट लाने के गर्नु द लेक डिस्ट्रिक्ट लेक डिस्ट्रिक्ट यो लिने हो तिमीहरूले कुन गऱ्यो यो र यो मात्रै गऱ्यो धने दाइले बुनेको हो थरी थरीको छ त बास्केटहरू त्यही त बुद्ध वाज बोर्न इन नेपाल
हाला अनि खाडा खाडा घुम्नु औलामा लगाउनु अनि ए झरेछ झरेछ नि अझ घुमाऊ अनि फेरि गर्नु आइस उसको एक्टिभ नङले नै भयो ए भयो वाउ ब्राउन सुगर रे दोकानको नाम क्याफे ब्राउन सुगर तान्ने अनि जाने यस हाम्रो चाहिँ यहाँ डिस्कसन हुँदैछ के मगाउने भनेर यहाँ सल्लाह हुँदैछ शुभमको जस्तो लाग्यो चिप्स यही खाए है वाउ हामी चाहिँ अहिले एकैछिन यहाँ लेबाईमा हल्का रोकेर भ्यू हेर्दै हामी चाहिँ अहिले फर्किँदैछौँ टाउन एकछिन घुमियो सिरिरिरी हावा चल्दैछ अब यहाँबाट गएपछि चाहिँ फेरि हाम्रो छुट्टै प्लान छ कि त्यहाँ प्लान भन्दाले नि के अब जाने बार्बिक्यूहरू पोल्ने काम छ के चाहिँ आँखामा पिरो कसरी सन्च गर्ने अरे गहिरो त होइन चाहिँ छैन यहाँ पो हुँदैछ त ल हाम्रो पेमा दिदीले म चाहिँ ग्राइन्ड मात्रै हालेको साथी अरू त मलाई के हाल्नु थाहा होइन ग्राइन्ड मात्रै गरेको होइन होइन ऊ अचार बनाउँदैछ लारमा यहाँ चाहिँ हाम्रो ग्राइन्ड रोशनी खोर्सानीले खोर्सानी के लागि काटेको कस्तो दामी काटेको खोर्सानी अचार अनि मासुमा अलिकति देख्यौ सुन्यौ सुन्यौ तारिफ तपाईँहरूलाई म एउटा इन्ट्रेस्टिङ कुरा देखाउँछु यहाँनिर चाहिँ चेस खेल्दैछ दादाहरूले 1 2 3 गो ल 75 है ल कति सेकेन्ड 44 ल 44 कहाँ आइरहेको छ 45 ल 45 मैले फर्स्ट लाइन जितेँ ल साइलेन्ट है ल 44 इन्टेन्स मुडमा छ साथी जितेर खुसी भइरहेको होला मुड रिङ हेर्नु पर्ने बेला के ब्राउन वाट्स ब्राउन ब्राउन रिङ नेपालीमा भन न नेटफ्लिक्स मलाई नसोध न लेख लेख न लास्ट नेटफ्लिक्स के हेर्नु हो त्यही 30 सेकेन्ड्स है फिल्म नेटफ्लिक्समा जे भयो सेकेन्ड्स तपाईसँग जेसुकै गर्नु त्यो उसमा हान्छ नि मैले लेखिसकेँ खत्रै छ हाम्रो होस्ट चाहिँ खत्रै छ भयो भयो के अरे फेरि क्वेसन भन फेभरेट सिजन लेख्नु 3 2 1 स्टार्ट सिजन मौसम के मौसम गर्मी महिना मनपर्छ कि जाडो महिना मनपर्छ कि बसन्त महिना मनपर्छ कि ऋतु महिना ऋतु महिना के लेख्ने स्प्रिङ समर यस्तो लेख्ने हजुर 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 3 मनसुन 2 1 स्टप दिव्याको इजी चाहिँ के छैन होला हरोस्कोप के हो के रे कुन साइन हो राशिफल ए खासमा स्टार साइन भनेछ तर राशिफल बुझौँ न हामीले
इङ्ग्लिस कि नेपाली पहिला त्यो भन्नु दुईटै लेख्नु नेपाली नेपाली दुईटै लेख्नु दुईटै इङ्ग्लिस त मलाई नै थाहा थिएन यो क्वेसन आयो त टेन्सन परेको अवस्था राशिफल बिना बिहा गरेपछि यस्तै हो मैले त एउटै सुनेको त्यही लेखेँ दुईटा लेख्नु भएर दुईटा राइट भयो भने 0.5 एक्स्ट्रा आउँछ म त एउटा मात्र थाहा भएको त्यही मात्र लेखेँ के भन्नु अब राशिफल एउटै मात्र थाहा छ कि अङ्ग्रेजी अब चाहिँ हाम्रो यहाँ प्रियजित र पेमाको हुन आँटेको छ जेरो हुन्छ होला है। कोही जेरो हुन्छ होला भन्दैछ आफ्नो आफूलाई कति आन्सर मलाई पनि थाहा छैन मलाई पनि थाहा हुँदैन के चाहिँ घरको काम मन पर्दैन बहिनीलाई शुभम उल्टाएर त्यहाँ त्यो पल्टिसक्यो तास लेख्दैछ है छैन खै हेरौँ न हामी के मन पर्छ हाम्रो भइसक्यो ल एन्सर भयो तिमीले एन्सर भन न तिमी भन मैले त्यही लेख्दा आइरनिङ पनि लेख्दै के उसले लन्ड्री मेकिङ लन्ड्री पनि लेखेको छ उसले लेख्नु चाहिँ बिचरा पाए पाए के लिस्ट फेभरेट हो त लुगा पठाउने अब उसको अरे नि त अनि त बुढालाई थाहा छ त हातको कपडा पटाउने र लन्ड्री मन नै पर्दैन। हुन्छ नि त्यही मेरो हेड टेस्ट हो कि भाडा यति दिन्छु त्यही हो। प्रियजितको उसको फेभरेट पिज्जा टपिङ कति आन्सर त म आफैले थाहा नहुने रहेछ मैले यस्तो सोचेँ दुइटा जस्तो लेख न दुइटा जस्तै किनभने टपिङ त अब तिमी नसिकाउन त होस् त मलाई मान्नु त्यो मलाई पनि थाहा मेरो फेभरेट मलाई पर्दैन पिज्जा एउटा लास्ट गाह्रो क्वेसन सोधेर को जाने है हरेको होइन त्यहाँ तिनटा हुन्छ ल त्यो यो नेक्स्ट क्वेसन है पेमा बहिनी चाहिँ कुन चाहिँ वेबसाइट धेरै भिजिट गर्छ वेबसाइट 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 अब उसलाई भनिदेऊ है वेबसाइट पनि के भनेर है त्यो त थाहा छ उसलाई थाहा छ उसले हेर्छ होला नि त मिलाउँछ के हो यो त मिल्न सक्छ मिल्न सक्छ जानु पर्यो माथि भयो अब त्यति नै That's not a website. Is that a website? No. I think app or website do this. भयो छ एकछिन भन त। यो बना सिन तिमीले जब खोज्दै छैन अनि त्यही त Instagram or TikTok. मैले त्यो लेख्दै वेबसाइट भने हैन मैले तिमीलाई भनेको थिइनँ उसले बुझेको छैन क्वेसन भनेर के अरे हाम्रो प्रधान बहिनीको मोबाइलको वालपेपरको मोबाइलको वालपेपर के छ भन्नु न सिन ल के छ धेरै ल 3 2 1 Cherry. Fucking hell. ओ माय गॉड हामीलाई थाहा छ चेरी भनेर इङ्ग्लिस हैन मलाई शुभमकोमा चाहिँ बहिनीको फोटो छ भने चाहिँ थाहा थियो। होइन चेरी भनेर थाहा छ उसको चेरी के छ कहिले भनेन त यस्तो इजी त उसले यस्तो भन्यो चेरी शुभमको बेस्ट स्पोर्ट के हो त्यही भनेको उसलाई मन पर्ने सामान Oh, I know. मलाई पनि थाहा छ यो ल मैले थाहा पाएन त सबै नम्बरले म भन्दिनँ भन तिमी क्रिकेट होइन ती गयो साथी म त स्विमिङ गरेर खेल्न जाने भनेको है दाइ यसको फेभरेट क्रिकेट भनेको और मैच नहीं हो अलरेडी अब 2 खेलेकै छुन 5 वटा क्वेशन छ 2 वटा बिग र 3 वटा त छ ल नेक्स्ट क्वेसन आयो के हो आइडल क्याल्कुलेसन गरेर एउटा म्याच गराउने हो के वटा नगरेको आइडल म्याच न यो भन आर म्याच सुन न ओ साथी हो इज्जतै छैन हो यहाँ सनी लियोनको कुरा सुन त क्यान्सल भने आइडल म्याच न यो आप दोनों एक आइडल मैच नहीं बन नहीं सकते हो शुभमको फेभरेट एनिमल कुन हो क्वेसनहरु चाहिँ यस्तो सिम्पल आयो के लेखिसक्यो त ल टप होला हो शुभमको अरे त्यो मेरो भएन नि फेरि तपाईको फेभरेट एनिमल हो छोड्देऊ न गर्नु उनीलाई उले त काम थाहा हुन्छ नि पान्डा रे पान्डा पार्टनर चाहिँ मेरो हो म त रुन्छु लो आप एक आइडल मैच डिलीट करना नहीं रखा तो आपको मार डालूंगी ल लास्ट क्वेसन है आप दोनों एक आइडल मैच नहीं हो लास्ट तर मनमा माया छ नि त ल माया छ नि त लो दाइ बहिनी फर्स्ट वर्ड
दो सेकेन्ड वर्ड सेकेन्ड वर्ड Wait over. बम चा राउन्ड चक द इन्डिया सेकेन्ड वर्ड भन्दैछ कि उसले च चा ची चाची यो होला पक्कै. त्यही हो चक द इन्डिया चाँदनी चक छुटाएन बिचरा सेकेन्ड वर्ड भन्दैछ अर्कोले होइन ची भन्दैछ कि हिन्दीमा नेपालीमा घुम यो बाह्र भुटानलाई चाहिँ भूत भूताल्ने ब भ भू भू तिनवटा वर्ड होइन केटी यो तिनवटा वर्ड छैन भनिदेऊ न बिचरा तिनवटा वर्ड होइन दुईवटा वर्ड हो केटी जति महिला ढोका लाग्यो नि. दुईवटा वर्ड हो ल महिला आमा स्त्री आमा बनाइदिन्छ मलाई. आइमै आमा. गाडी गल ग गल गाडी हान्दैन यो कार स्योर हार्छ यो स्योर मलाई थाहा छ कार